हेलो नमस्ते वेलकम टु माई रुबी मिनी ब्लग। हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो मिनी ब्लगमा। मैले पोर्क अचारको रेसिपी लिएर आएको छु मेरो तरिकाले है त। यो हो हाम्रो चप गरेको अदुवा लसुन, अनि यो चाहिँ हो हाम्रो चाहिँ अदुवा लसुनको पेस्ट। यो चाहिँ हजुरको चोइस एड गर्दा नि हुन्छ नगर्दा नि हुन्छ। अनि यो चाहिँ हो हाम्रो 5 फोरन मसला जो मैले सुरुमै भिडियोमा देखाइसकेको छु। यो नर्मली हरेक नेपाली घरमा हुन्छ। अनि यो चाहिँ हो हाम्रो सोया सस, हजुरले जुन युज गर्दा नि हुन्छ है त। अनि यो चाहिँ हो भेनेगर, हजुरले लेमन जुस युज गर्दा नि हुन्छ। मैले चाहिँ भेनेगर युज गरेको छु लङ लास्टिङको लागि चाहिँ। यो चाहिँ हो पोर्कको मासु है त। यो चाहिँ मैले 3 days वाला युज गरेको छु। अनि यो चाहिँ हो हाम्रो नुन बेसार। यो चाहिँ मेरो नर्मली घरकै डिब्बा हो, त्यसमै देखाएँ, बलहरू युज गरेन। अनि यो चाहिँ यो हाम्रो तेल है त। हजुरले तोरीको तेल युज गर्दा नि हुन्छ, सनफ्लावर गर्दा नि हुन्छ, हजुरको चोइस। अनि यो चाहिँ हो हाम्रो टिमुरको धुलो। मैले चाहिँ बलमा राख्न चाहेन, प्याकमै थियो, सो यो चाहिँ टिमुरको धुलो हो। अनि ल बनाऊँ है त। एउटा प्यानमा चाहिँ हजुरले धेरै तेल पनि नराख्नु, थोरैले पनि हुँदैन, अलिकति ठिकै राख्नु है त। अनि यतिको तातिसकेपछि चाहिँ हजुरले पोर्कलाई चाहिँ फ्राई हुन दिनु होला। अनि यो चाहिँ पानी सुक्ने जरी चाहिँ मजाले भुटिराख्नु। मजाले भुटेर चाहिँ यसलाई चाहिँ डार्क ब्राउन हुनसम्म चाहिँ भुट्नु होला। अनि नुन र बेसार राखिदिनु होला। यतिको भइसकेपछि चाहिँ यो अदुवा लसुन चप गरेको राख्नु होला। मैले चाहिँ पछि नै एड गरेँ, अरूले पहिले नै फ्राई गर्छ, तर मैले पछि नै एड गरेँ, झन्झट हुँदैन नि त। सो अनि अदुवा लसुनको पेस्ट हालिदिएँ। यसलाई चाहिँ मजाले फ्राई गर्नु होला। अनि चाहिँ हाम्रो यो 5 फोरन मसला जान्छ। 5 फोरन मसला हालिसकेपछि चाहिँ हजुरको हिटलाई चाहिँ अलिकति नर्मल हिटमा राख्नु होला, लो फ्लेम हिटमा राख्नु होला। अनि यो ब्ल्याक पेपर चाहिँ मैले सुरुमा भिडियोमा देखाउन भुलेछु, सरी। ब्ल्याक पेपर नै एड गरिदिनु होला, यसले टेस्ट अलिकति राम्रो ल्याउँछ। अनि त्यसपछि हजुरले टिमुर राखिदिनु होला। यति राखेपछि चाहिँ हजुरले हिटलाई चाहिँ अलिकति लो नै राख्नु होला है त। अनि त्यसपछि मैले सोया सस हालिदिएँ। यतिको भइसकेपछि चाहिँ हजुरले अब भेनेगर एड गर्दा नि हुन्छ। अनि मैले चाहिँ भेनेगर एड गर्न गइरहेको छु, भेनेगर एड गरेँ। अनि यो चाहिँ पोर्कको तेल बढी निक्लिन्छ नि त, सो अनि मैले चाहिँ हल्का किसिमको लागि निकालेको थिएँ। अनि यतिको भइसकेको छ अचार। अनि यसलाई चाहिँ हजुरले सिसाको डिब्बामा प्याक गर्दा नि हुन्छ, अनि नर्मली प्लास्टिककोमा पनि गर्दा हुन्छ, हजुरको चोइस। सिसामा गऱ्यो भने चाहिँ लङ लास्टिङसम्म खान मिल्छ है त। मैले चाहिँ सुरुमा त्यो निकालेको तेल थियो नि, त्यो चाहिँ मैले पछि गएर फेरि एड गरेको छु, किनभने चाहिँ छिटो ढुसी लाग्दैन। सो रेडी भइसकेको छ। थ्याङ्क यू फर वाचिङ, बाई बाई।